यो गणेश कार्की भनेको अहिले पनि म चिन्दिनँ। राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध रहेछन्। हुन त उहाँको भूमिका आफ्नो ठाउँमा होला, कहिलेकाहीँ स्ट्याटस देखेको। अहिले हाम्रा के यक्ष प्रश्नमा गएर रवि लामिछानेलाई निकाल्नुपर्छ, ठाडै निकाल्नु नपरे पनि भन्न खोजेको निकाल्नै पर्छ, अथवा उहाँलाई एउटा भूमिकामा राख्नुपर्छ भनेर भन्नुभएछ। गणेश कार्की तपाईँ को हो र? केन्द्रीय सदस्य होइन? अनि रवि लामिछाने को हो? रवि लामिछाने नेता मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको जन्मदाता। आज गणेश कार्की भनेर चिनाउने रवि लामिछाने हो। रवि लामिछानेको मुद्दा परिरहेको छ। अनि रवि लामिछानेको मुद्दा परिरहेको छ, सबलाई थाहा छ। जनताको मनमा के छ त्यो कुरा तपाईँलाई थाहा छ? थाहा छैन? तपाईँहरूलाई त अहिले रवि लामिछानेलाई त्यहाँबाट निकालेर आफ्नो नजिकको अथवा भनौँ आफूले मन पराएको मान्छे त्यहाँ आओस् भन्ने छ। तर जनतालाई त्यो छैन। जनतालाई त्यो छैन है। म रवि लामिछानेको समर्थक हुँ, तर पार्टीको मान्छे होइन है। पार्टीको झन्डा बोकेर हिँड्या होइन, रवि लामिछानेको समर्थक हो। अनि जसले राष्ट्रिय स्वतन्त्र पार्टी जन्मायो, जसको आशामा आज पनि मान्छेहरू उत्तिकै साथ दिइरहेका छन्, अनि उसलाई चाहिँ त्यो पदबाट निकालेर अर्को ल्याउनु पर्ने। अनि के रोकेछ रवि लामिछानेले? ल यो चाहिँ भनिदेऊ न। ल ठिक छ, रवि लामिछानेलाई निकालिदेऊ, फालिदेऊ, अहिले निकालिदेऊ, केही भएन। तर रवि लामिछानेले चाहिँ के गरेछ त्यहाँ त्यो भन्नु त। त्यहाँ बसेर के गललाई के चाहिँ बिगार्दैछ? को माथि खेल खेलेछ? अनि आज रवि लामिछाने त्यहाँ बसेका कारणले पार्टीलाई घाटा लागेको हो। जनता त्यही हुन्, मतदाता त्यही हुन्, सबैलाई थाहा छ रवि लामिछाने सहकारी काण्डले नपर्ने ठाउँमा फसे हो। अनि तपाईँहरूलाई चाहिँ के भएको? सामाजिक सञ्जाल हेर त। के सामाजिक सञ्जाल चलाउनु मात्र हुन्छ, हेर्नु चाहिँ हुन्न? कि हाम्रा एकजना नेताले भने जस्तो ट्याक 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 स्ट्याटस लेखिदिने सरर भाग्ने, कि त्यस्तै हो? गणेशजी तपाईँलाई थाहा छ होला, हिजो रवि लामिछानेले सांसद बनाएर मन्त्री बनाएकाहरूले आज पार्टी छोडेर गएका छन्। अनि उनीहरूलाई जनताले आज कसरी प्रतिकार गरिरहेछन्? म तपाईँलाई प्रतिकार गर्नुपर्छ भन्ने मान्छे होइन। तपाईँको मतलाई मैले सम्मान गर्छु, तर रवि लामिछानेलाई निकालेर हामी पार्टी ठुलो बनाउँछु भन्ने कुरा चाहिँ नसोच्नु होला है। त्यो तपाईँहरूको दिवा सपना मात्र हुन्छ। रवि लामिछानेले पार्टीलाई त्यस्तो घात गरेका छन् जस्तो मलाई लाग्दैन के। रवि लामिछाने प्रति विश्वास राखेर आज पार्टी त्यहाँ पुग्यो हो। कसैले फुइ लाउनै पर्दैन। कोही आएर अथवा कोही भएर राष्ट्रिय स्वतन्त्र पार्टी त्यहाँ पुग्यो होइन। त्यो त रवि लामिछानेले हिजो गरेका सत्कर्महरूले जनताले भोट हालेका हुन्। त्यो पनि केमा? स्वतन्त्रमा। फेरि एकचोटि भन्छ है, कान खोल्नु होला। हिजो टिभीमा हुँदा रवि लामिछानेले गरेका सत्कर्मको कारणले गर्दा जनताले उनलाई अथवा उनले खोलेको पार्टीलाई चुनावमा भोट हालेका हुन्। त्यो अनुहार हेरेर हालेका होइनन्, त्यहाँभित्र यस्ता यस्ता छन् भनेर होइन। यो भएको ठाउँमा राम्रो हुन्छ भनेर हालेका हुन्। अनि आज रवि लामिछानेलाई निकालिदिने बित्तिकै पार्टी सर्लक्कै सुध्रिन्छ? कार्यवाहक त दिया छ नि त। मैले त तपाईँहरूलाई बुझ्न सकिनँ। अब सबैजनाले खेदाएर निकाल्ने भयो भने निकाल्नुहोस्, अनि हामी नि हेरौँला, जनताले के भन्छन् त्यो पनि हेरौँला। ठिक छ, रवि लामिछाने 10 वर्ष जेल परोस्, अदालतले बनाइदियो भनेर भन्नु के छ र? जुन दिन अदालतले घोषणा गर्छ त्यही दिन निकालौँला नि। अनि अहिले किन आत्तिनु भएको? अदालतले प्रमाणित गरेको दिन त रवि लामिछानेलाई तपाईँले नभने नि हामी निकाल्न लगाउँला। अनि आज मुद्दा चलिरहेछ, तपाईँहरूलाई निकाल्न हतार भयो। सुमना श्रेष्ठजी त्यही भएर त्यहाँबाट छोडेर गइसक्नु भयो।
अब यो पार्टी बन्दैन, रवि लामिछानेले गर्दा यो पार्टी बन्दैन भनेर जानुभयो। ठिक छ, तपाईँहरूको हेरौँला, तर पनि मलाई त्यहाँ रवि लामिछाने त्यो पद राख्नु पर्यो भने होइन है। मैले जनताको कुरा यहाँ राखिदिएको मात्र हो, बुझ्नुभयो नि? मैले जनताको कुरा यहाँ राखिदिएको हो। मैले तपाईँलाई अथवा सुमना शेषलाई नराम्रो भने होइन, अझै तोसीमाजीले पनि भन्न त्यस्तै खोज्नु भएको छ। अथवा जनताको मनमा के छ भन्ने कुरा बुझ्नु ठुलो कुरा हो के गणेशजी। तपाईँहरूलाई घाटा होला, फाइदा होला, अथवा एउटा खेमा छ होला यता, एउटा खेमा यता छ होला, अहिले बराबरमा गइरह होला, अब अर्को मान्छे आउँदा तपाईँहरूको खेमा अगाडि जाला भन्ने मात्र फरक हो। तर जनतालाई त्यस्तो छैन। जनताले अहिले पनि रवि लामिछानेलाई विश्वास गर्छन्, भरोसा गर्छन्, आशा गर्छन्, उनी निक्लेर आउँछन् भन्ने अझै नै जनतालाई भरोसा छ। तर तपाईँहरूलाई छैन, किनभने तपाईँहरू धैर्य गर्नै सक्नुहुन्न। यो रवि लामिछानेलाई त्यहाँ चट्ट हानिदिन पायो, रवि लामिछानेको राजनीति सकिन्थ्यो, त्यसपछि त पार्टी हाम्रै हो, जनताले स्वर भोट दिन्छन्। नो, यो सोच तपाईँको भोलो नै छ। अहिलेलाई चाहिँ ठिक छ, फाइदा होला, तत्काललाई फाइदा लाग्ला तपाईँहरूलाई। रवि लामिछाने त्यहाँबाट निकाल्न पायो भने त केही पनि हुँदैन, हामीलाई फाइदा हुन्छ भन्ने त सोच्नुहुन्छ होला। तर के हुन्छ भन्दाखेरि जनता धनार्जन अथवा के शब्द भन्छन्, म त तपाईँहरू जस्तो पढाइ मान्छे भनिनँ, जनताले नै हो के हुन्छ, जनताले हाल्ने भोट हो। यो रवि लामिछाने त गयो, आनन्द हो, अब हामी गरेर हालिदिन्छौँ, त्यसो भन्दैन जनताले। किनभने ती बुढी आमाले, ती बुढा बाले तपाईँहरूको अनुहारलाई हेरेर होइन, रवि लामिछानेको कामलाई हेरेर हिजो भोट हालेका हुन्। ल ठिक छ, मैले एकछिन मानिदिएँ, तपाईँले रवि लामिछाने निकाल्नुभयो, हामी सबैले हेऱ्यौँ। र तपाईँहरू रवि लामिछाने निकालेर एकचोटि चुनावमा गएर हेर्नुहोस् न, रवि लामिछानेको नि आवाज सुन्न नि मान्छेहरूको ताती हुन्थ्यो, ताती। तपाईँलाई केही व्यक्तिहरूले चिन्लान्, फेसबुक चलाउनेहरूले रवि लामिछानेलाई रेडियो सुन्नेले चिन्छन्। गणेशजी, मैले फेरि यहाँ किन गणेशजी भनिरहेको छु भने, मैले जब गणेशजीको अन्तर्वार्ता हेरेर आएपछि मैले गणेशजी भने नि। फेरि तपाईँ आफ्नो योग्यता होला, राम्रो पढ्नुभयो होला, अथवा उच्च शिक्षा होला, त्यो आफ्नो ठाउँमा छ है। तपाईँको मैले व्यक्तित्वसँग होइन, त्यो अन्तर्वार्ताको जब रवि लामिछानेलाई त्यहाँबाट निकाल्यो भने पार्टी राम्रो बन्छ कि भन्ने एउटा सोचलाई मात्र भनेको। पछि फेरि मलाई रवि लामिछाने राख्नुपर्छ अथवा मलाई फाइदा हुन्छ भन्ने होइन। हामी त खाडीमा छौँ होइन, रवि लामिछाने आए पनि गए पनि मेरो व्यक्तिगत जीवनमा तत्काल असर नपर्ला, भविष्यमा नि असर नपर्ला, तर जनताको चाहिँ भावना यो छ भन्ने कुरा मात्र गरे हो के होइन। आशा गरौँ पक्कै पनि तपाईँहरूले सही निर्णय गर्नुहुनेछ। अनि तपाईँलाई चाहिँ एउटा कुरा भन्न मन लाग्यो,